हेलो, हामी चाहिँ आएको छौँ आज काममा। हाम्रो काम चाहिँ ट्याक्क सिपिपिसी र पिभिसीको फिटिङ छ। हामी रमेश हुनुहुन्छ यता। यहाँ काम गर्दा कस्तो हुन्छ रमेश? कहाँ आए जस्तो लाग्छ? खतरा छ यार, भूत खाने जस्तो भूत बङ्गला जस्तो ठाउँ छ भन्नुहुन्छ। आज चाहिँ हामी टोयलेट बाथरुमको लागि सिपिपिसी र पिभिसीको जडान काम गर्नको लागि आएको छौँ। यो देख्नु भएको चाहिँ तपाईँले सिपिपिसी र पिभिसीका फिटिङ छ, सामानहरू भइहाल्यो। यो चाहिँ गम भइहाल्यो। रमेशले चाहिँ सिपिपिसीको काम गर्दै हुनुहुन्छ र रमेश चाहिँ एकदम सिपिपिसी र पिभिसी सम्बन्धी एक्सपर्ट र वायरिङ सम्बन्धी पनि एकदम राम्रो जानकारी भएको, अनुभव बटुलेको मान्छे हुनुहुन्छ। उहाँले चाहिँ फिमेल एल्बो ल्याउनुहोस् भन्नुभएको हुनाले चाहिँ फिमेल एल्बो लगेर रमेशलाई दिँदैछु र रमेशले जडान गर्दै हुनुहुन्छ। र यो चाहिँ पोइन्टहरू भइहाल्यो, कम्बोर्ड बसाल्ने कम्बोर्डवाला टोयलेट छ यो चाहिँ। अनि त्यो भएर चाहिँ हामीले कम्बोर्डको लागि पोइन्टहरू राख्दैछौँ। सिपिपिसी काम सकिएपछि चाहिँ हामीले पिभिसीको काम सुरु गर्नेछौँ। लगभग सकि नै सकेको छ र यो बेसनको लागि पोइन्टहरू राखेको छौँ। तातो चिसो दुइटै राख्ने भन्नुभएको हुनाले चाहिँ हामीले त्यो अनुसार काम गरेको छौँ। अनि लास्टमा चाहिँ यसरी समाप्त गरेको छौँ यो टोयलेट बाथरुमलाई चाहिँ। अनि यो चाहिँ पिभिसीको सोल्भेन्ट भइहाल्यो। पिभिसीको सोल्भेन्ट हामी जहाँ जहाँ जडान गर्छौँ, सकेटहरू बनाउँछौँ, त्यहाँ चाहिँ चट्ट लाएर हामी गमहरू प्रयोग गर्छौँ, सोल्भेन्टहरू। अनि यो चाहिँ हिटगन भइहाल्यो। हामी चाहिँ सकेट बनाउने ठाउँहरूमा चाहिँ हामी हिटगनको प्रयोग गर्छौँ ताकि समयको बचत होस् र सजिलैसँग राम्रो तरिकाले पिभिसीको फिटिङ्सहरू जडान होस् भन्ने तरिकाले काम गर्दछौँ। र यो चाहिँ 4 इन्चको पाइप चाहिँ हाम्रो पोइन्ट भइहाल्यो कम्बोर्ड बसाल्ने। अनि यो चाहिँ पानी जाने पोइन्ट भइहाल्यो 2.5 इन्चको। अनि यो चाहिँ लास्टमा चाहिँ हामी जति पनि जडान हुन्छ सिपिपिसीको, अनि त्यो चाहिँ टोयलेटहरूको पुरै पोइन्टहरू चाहिँ हामी चट्ट सेफ्टी ट्याङ्कीसम्म लग्ने काम भइरहेको छ अहिले चाहिँ।